व्हाट्सएप गाइज आजको टपिक रहेको छ आमा बुवाको बारेमा है त मधेसीमा फोटो हालेर मात्रै आमा बुवाको मान सम्मान गरेको जस्तो हुँदैन के रियल लाइफमा पनि आमा बुवालाई धेरै माया गर्न हाम्रो मायालाई उत्कृष्ट दिन सक्नुपर्छ। एक रोटी माग्दा चारवटा रोटी दिन्छ, घर चाँडो आएन भने अतालिन थाल्छ। आमा बिना यो संसार सुनसान छ। ताई आमा यो सम्झनामा मात्र बाँकी छ। अरूले त मजा उडाउन खोज्छन् र उनीहरूलाई तर गिराउन खोज्छन्, तर आमा एउटा यस्तो महिला हुन् जो रातले टाइममा खाना खाइस् कि खाइनस् भनेर मात्र सोध्छन्। अहिले हामी हेर्न सक्छौँ जन्मदिने आमा 9 महिना कोखमा राखेर जन्मदिने आमालाई एउटा केटीको लागि भित्र आश्रम पठाएको पनि धेरै हेर्न सकिरहेको हुन्छ। आमा एउटा सरस्वती माताको अर्को रूप हुन् भने बुवा शिवजी भगवानको एउटा अवतार। बुवालाई कहिले पनि माया देखाउन आउँदैन। आमाले भन्दा बढी माया बुवाले भित्री मनबाट गरिरहेका नै हुन्छ। आफ्नो छोराछोरीले राम्रो शिक्षा प्राप्त गरून् भनेर आफ्नो घर छोडेर बाहिर देशमा गएर धेरै मिहिनेत गरेर कमाएका पनि हुन्छन्। आमाले बाहिरी माया र भित्री माया दुइटै देखाउँछन् भने बुवाले बाहिरी माया देखाउँदैन, तर भित्री माया धेरै असाध्यै देखाइरहेका हुन्छन्। बुवा बिना पनि यो संसार धेरै अधुरो छ। आमाले माया देखाउँछन् भने बुवाले सङ्घर्ष कसरी गर्नुपर्छ भन्ने पनि सिकाउँछन्। छोरा मान्छे रुँदैन भन्छ, तर आफ्नो बुवा आमालाई एकचोटि हेऱ्यो भने बुवाको मन यति रुइरहेको हुन्छ, पटक पटक रुइरहेको हामी पनि देख्न सक्छौँ। बुवा आफूले फाटेको च्यातिएको लुगा अर्थात् जुत्ता लगाउँछौँ भने आफ्नो छोराछोरीले सफा सुकिलो होस् भनेर कपडा लुगा नथपिदिन्छ। बुवा आफू नै एउटा शिवजीको अवतार हुन् भने आमा एउटा सरस्वती माताको रूप हुन्। त्यसैले बुवा आमालाई कहिले पनि भेदभाव नगरौँ। कतिपय कुराहरू देख्न सकिरहेको हुन्छ। एउटा केटीको लागि बुवा आमालाई वृद्धाश्रम छोडिदिने, वृद्धाश्रममा राखिने, कहिले पनि नहेर्ने, तर बुवा आमाको सोचमा यस्तो हुँदैन। बुवा आमाको प्रति जहिले पनि छोराछोरीलाई माया नै बसिरहेको नै हुन्छ। उहाँलाई फोटो हालेर मात्रै बुवा आमाको माया हुँदैन। असल जिन्दगीमा पनि बुवा आमालाई यति नै माया गर्नुपर्छ जुन हेराइ छरछिमेकी डाहा गर्छ। त्यसरी नै गाइस बुवा आमालाई कहिले पनि भेदभाव नगरौँ, बुवा आमाप्रति माया देखाउँ। आजको लागि यति नै। मन पर्यो यो कन्टेन्ट मन परेमा लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ माई भिडियो। लभ यु अल गाइस, बाई।